यता चाहिँ धेरै टिपर हिँड्छ। यो बाटो चाहिँ मैले तपाईँहरूलाई पहिले पनि देखाएको थिएँ निर्वाचनको अगाडि हुँदाखेरि। खुबै थोरै दिदी यो बाटो त आमा उतै जान्छ। उहाँ पर छ क्या यसको कन्ट्रोभर्सी चाहिँ, उहाँ पर कहाँनिर। ल साथीहरू आइपुग्न आँटे पसल पनि, त्यही भएर म भन्छु हामी यतातिर आएकोतिर चाहिँ एकदम हिलो छ, यहाँतिर त ठिकै छ। अलिकति यहाँ किन आएको भन्दाखेरि थोरै खुलाइदिइहाल्यो। यतातिर चाहिँ बाटो अलिअलि अप्ठ्यारो भए पनि एकदम दामी छेउछेउमा काँसहरू पलाएर एकदम पाहाडतिर हेर्नुहोस् क्या राम्रो भइरहेको छ है। आम्मामा घुम्न जाउँ टाइपको। गाइजहरू मलाई चाहिँ यो क्षेत्र मन परेको घर हो नि यो एउटा। अस्ति खासै बनाउनु पाइएन, हावा चलिरहेको थियो, मौसम पनि खासै ठिक थिएन। अहिले पनि मौसम चाहिँ एकदम यस्तो छ है, दामी छ हेर्नुहोस्। आम्मामा आकाशमा बादल क्या राम्रो। आइपुग्न लागिसक्यो हामी चाहिँ नजिकै छ। ल गाइजहरू हामी यहाँ बस्नु चाहिँ बस्यो, एकदम बाख्रा हेर्नु बस्यो जस्तो भइरहेको छ एकदमसँगले यहाँनिर। अनि बाख्रा चराउँदै चाहिँ उहाँ पर बसिरहनु भएको छ, उहाँ पर हामी चाहिँ। ल गाइजहरू बेलुकाखेरिको समयमा फेरि पनि चोडिसक्यो भनेदेखि हामी चाहिँ जाँदैछौँ कहाँदेखि कहाँसम्म भन्दाखेरि पुरै माथि पसलसम्म। ल बेलुकाखेरिको मौसम चाहिँ यस्तो दामी छ साथीहरू, आम्माम घाम डुबिसकेको छ भनेदेखि हेर्नुहोस्। ल यस्तो दामी छैन, हामी बस्छु चाहिँ यहाँनिर हेर्नुहोस्। ल आम्मामा जिजस हामी चाहिँ जाँदैछौँ यो अगाडितिर है साथीहरू। ल यहाँको रोड फेरि हेर्नुहोस् विदेशको भन्दा कमको छैन, यति राम्रो रोड छ नि साथीहरू यहाँ। आम्मामा भान्जा हिँड्दैछ, भान्जा यता हेर। हामी चाहिँ ग्रामीण चोक आइपुग्न लागि साथीहरू। उयो पर चाहिँ ग्रामीण चोक यहाँनिर चाहिँ। अनि यहाँबाट के चटपटेर के लानुपर्ने छ, त्यहाँ चाहिँ खुल्ला रहेन रहेछ, त्यही भएर एकदम दामी फुलहरू फुलेछ। विदेशको रोडमा छौँ है हामी चाहिँ। ल आइपुग्यौँ साथीहरू। हेलो गाइज, वेलकम ब्याक टु न्यू डे विथ न्यू ब्लग। अनि त्यस्तो साथीहरू खबर आयो तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ बिहानको समय नै के भन्छ मर्निङ वाक भन्नुपर्छ, घाम लागिसकेको छ यतिको। दिदी र म चाहिँ जाँदैछौँ। आज टोपीमा मुख पनि धोएको छैन, आज चाहिँ लाजो मर्दो भएको छ बिहान उठेर। त्यही भएर नि हेरिदिनु होला अन्तिमसम्म कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला। हावा पनि चलिरहेको छ एकदमसँगले। अनि आज चाहिँ बिहान उठेर डाइरेक्ट उठेर टक्कै पढ्नु बसेको, अनि त्यही भएर मुख चाहिँ धुन पाइनँ। सधैँ चाहिँ के भन्छ धोएर बस्ने, आज चाहिँ। अनि दाइ पनि आउँदै हुनुहुन्छ उतै तल सक्नुहुन्छ। ल जाँदैछु, अलिक अगाडि गएपछि भेट्नेछु है त। ल साथीहरू हामी चाहिँ आधी बिच बाटोमा आइसकेको छौँ अहिले चाहिँ। अनि रोड पनि एकदम नराम्रो छ, यस्तो बिचमा पनि भिडियो बनाउँदैछौँ। ल मर्निङको समयमा एकदम घाम पनि लागिरहेको छ। लगभग आधी बाटोतिर आइपुगेको छ हामी दुईजना हिँड्दै। बाटो त्यस्तो छ पुरै फोहोरी। अहिले भर्खर टिफर गएको देख्न सक्नुहुन्छ। यो पानी ट्याङ्की अस्तिर मैले भिडियोतिर के भन्छ राख्दै हुन्थेँ। अनि एकदम हिजो बेलुका चाहिँ पानी ठुलो पऱ्यो, थाहा पनि भएन भन्दा पनि अलिकति पानी फर्किँदैन, त्यही भएर हामी बसेको ठाउँमा चाहिँ थाहा पनि भएन, पानी चाहिँ ठुलो परेको थियो। अनि घाम यतिखेर चाहिँ बिहानको समयमा एकदम लागिरहेको छ। बादलहरू हेर्नुहोस् मासतिर पनि पाहाडतिर पनि। दिदी पछाडि हुनुहुन्छ भनेदेखि यो अस्तिर चाहिँ यो बाटो राम्रो थियो, यो बाटो पनि फिक्स गर्ने कुरा भइरहेको छ, उतातिर चाहिँ गरेको छ। अनि यहाँ पनि अब आई होप हामी विश्वास गर्छौँ यता पनि छिटै गर्ला। अनि योभन्दा 3 वर्ष पहिले म आउँदाखेरि चाहिँ यहाँनिर चाहिँ यो घरहरू पनि प्रायः थिएन, अब सबै बनाइसकेको छ। एउटा ठुलो पानी ट्याङ्की पनि चाहिँ खाने पानी ट्याङ्की हो त्यो चाहिँ। एकदम क्लियर छ मौसम। अनि भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनु होला है त। ल मलाई सबभन्दा दिलला यस्तो कुरा गरेँ नि गाइजहरू, मलाई चाहिँ यो क्षेत्र मन परेको घर हो नि यो एउटा। देखाउनु मिल्दैन काठमाडौँतिर हान्छ त अलिकति नराम्रो बनाउने कि घर होइन। यतातिर इँटा राखेको हुन्छ दिदी, त्यही भएर मलाई खासै राम्रो लाग्दैन है त। त्यही भएर हामी जान लागेको चाहिँ उयो यता पर्छ देखिँदैछ योभन्दा अलिकति फर्किरहेको साइडमा। हेर्नुहोस् एकदम कुल छ मौसम बिहान पखरको। मैले अघि नै भनेको थिएँ आकाशमा बादल एकदम दामीसँगले लागिरहेको छ भनेदेखि। ल हामी पहिले उयो साइड चाहिँ माछा मार्न आउँथ्यौँ बल्छी लिएर। त्यो कम्पाउन्ड लाएको भित्रतिर चाहिँ फ्री छ माछा मार्नु, त्यही भएर अरूहरू पनि कति धेरै आउँछ। हेच दामी छ तर मौसम बिहान के भन्न चाहनुहुन्छ? म यो बाटो त यतातिर चाहिँ बाटो अलिअलि अप्ठ्यारो भए पनि एकदम दामी छेउछेउमा काँसहरू पलाएर हामी जान लागेको छौँ। यो साइडतिर पर्छ, जाँदैछौँ। ल हामी चाहिँ गन्तव्य स्थानमा आइपुग्न आइसक्यौँ। त्यहाँनिर अलिकति काम भएको कारणले गर्दाखेरि जाँदैछौँ। हेरिदिनु होला भिडियो अगाडिसम्म भनेर म भन्न चाहन्छु।
एकदम दामी छ है, कुल छ मौसम चाहिँ। हामी यतातिर आएकोतिर चाहिँ एकदम हिलो छ, यहाँतिर त ठिकै छ। अब हेरौँ त्यहाँनिर चाहिँ यो साइडमा चाहिँ कस्तो छ। पहिले जाँदैछौँ। आज चाहिँ बिहानै उठेर भिडियो बनाइदिएको, कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनु होला। ए हिलो त रहेन रहेछ दिदी सोचेको भन्दा। ल मैले त्यहाँनिर चाहिँ एकदम बाढी होला भनेर सोचेको थिएँ, रहेन रहेछ। यो रहेन रहेछ हिलो। यो बरु यतापट्टि यो आलीले भएर ठिक रहेछ। यो बाटो चाहिँ नत्र हिलो हुन्थ्यो, त्यो माथि उयो लगाएको छ। एकदम पाहाडतिर हेर्नुहोस् क्या राम्रो भइरहेको छ है। आम्मामा घुम्न जाउँ टाइपको बादल लागेर मजा भइरहेको छ भनेदेखि। यहाँ चाहिँ थोरै पानी छ है, आउनु है। एकदम हेर्नुहोस् यस्तो दामी छ क्या यहाँनिर चाहिँ। के भन्छ अरे खरायो सर्ने खालको ठिक छ, दामी हजुर। यस कलेज त्यहाँनिर छ, हामी चाहिँ त हिँड्दैछौँ। एकदम घामपट्टि फर्केको छ, भिडियो पनि राम्रो आइरहेको छैन। कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन्छु, नबिर्सिनु होला भन्दै अगाडि भिडियो बढाएँ। जग्गाहरू मर्निङ टाइममा यस्तो एकदम हरियो, यो चाइनिज दुबो जस्तो आर्टिफिसियल होइन, यो चाहिँ के भन्ने नेचुरलमा हिँड्दाखेरि एकदमै बिहानीको सुरुवातसँगै हामीले चाहिँ यहाँनिर अलिकति यहाँ किन आएको भन्दाखेरि थोरै खुलाइदिइहालौँ। सानो जग्गाको बारेमा आएको थियौँ अनि यसो हेर्दैछौँ, त्यही भएर यहाँ आएको थियौँ। हेरि पनि सक्यौँ, यताउता बुझ्यौँ, अझै बुझ्न बाँकी नै छ। अनि हामीले सकाएर हिँड्यौँ, साथीहरू हेर्नुहोस्। ल यतातिर सबै जग्गाहरू चाहिँ बिक्री खरिद भइसकेको अवस्था छ अहिले चाहिँ। अनि के गर्नु अब, यता चाहिँ धेरै टिपर हिँड्छ। यो बाटो चाहिँ मैले तपाईँहरूलाई पहिले पनि देखाएको थिएँ, निर्वाचन प्रहरी हुँदाखेरि। खुबै थोरै दिदी यो बाटो त आमा दिनमा बिहान उहाँ हुन्थ्यो हाम्रो आदि ट्रेनिङ चाहिँ त्यो स्कुलमा। अनि त्यसपछिबाट चाहिँ यहाँ पुरैसँगले 11 बजेदेखि बेलुका 4 बजेसम्म, कहिले त 5 बज्थ्यो। एकसम्म जहिले क्या यो बाटो चाहिँ थोरै हिँडिएन। र अहिले पनि हिँड्दैछौँ टिपर यसरी लाइन बाई लाइन। यता काम कन्स्ट्रक्सन सामान लिएर आउने, उहाँ चाइनाको अहिले काम बन्दैछ क्या दिदी। त्यही भएर क्या अस्ति गाडीहरू कति दुर्घटना भइरहेको छ। त्यही भएर यहाँनिर चाहिँ यो लाहान स्थितमा चाहिँ गाडीहरू दुर्घटना चाहिँ आन्दोलन पनि भएको थियो। त्यही भएर हजुर टिपर आउँदैछ, टिपरको टिपर आइरहेको छ। यो टिपरले चाहिँ बाटो यति फेरि यसरी बिग्रिन्छ है, पुरैसँगले बिग्रेको छ। पानी आउला जस्तो भइरहेको छ पुरैसँगले, तर चाहिँ नआउला। पोखरी छ एउटा दामी। अब त मधेसतिर त माछा मार्नु त दिदी भोलि पर्सि मान्छेहरूले नि यति धेरै माछा मार्छ नि। त्यो माछा त के परेको भएन क्या, त्यो मिलबाट त्यो सामल झरेको जस्तो हो क्या। बोरा एक बोरा त 5 प्लेट पनि लाग्दैन उनीहरूलाई। त्यो ठुलो के भन्छ त्यो होम पाइपहरू जस्तो हुन्छ नि, अनि त्यो तल जाली थापिदिएको हुन्छ। त्यस्तोमा त आइ नै सक्यो, अलिक छिटो हेरौँ। टिपर त आइ नै सक्यो। फेरि चिप्लो भएरदेखि हिँड्नु सक्नु पऱ्यो। टिपरदेखि डराउने हामी मात्रै हो, तपाईँहरू पनि हुनुहुन्छ साथीहरू कमेन्ट गर्नु होला। टिपर यस्तो छ यताको भ्यूहरू चाहिँ। बिहानै एका आउँदैन यता त, उतै जान्छ। उहाँ पर छ क्या यसको कन्ट्रोल चाहिँ, उहाँ पर कहाँनिर। त्यही भएर आउँदैन, त्यो सिधै आयो त साँच्चै घुम्यो ल सिधै आइरहेको छ दिदी। साइड लाग्नु त्यहाँबाट घुम्यो। ल यहाँ चाहिँ एउटा गार्डन जस्तो छ सानो।
त फुल त्यो बिहेहरू हुन्छ नि जहिले त्यस्तो बेला लिन आउँछ नि दिदी यहाँ त त्यसको त्यो बिहेको लागि त्यो कारहरूमाथि त्यो फुलै फुल राखेको हुन्छ नि कारहरूमा टाँसेर हो त्यस्तो फुलको लागि यिनीहरू लिन आउँछ जहिले The next day. हेलो गाइज वेलकम ब्याक टु न्यू डे अनि यो चाहिँ अर्को त्यो मैले भिडियो चाहिँ मर्च गरेर बनाएको छु अस्तिको र अहिले चाहिँ अस्ति खासै बनाउनु पाइएन हावा चलिरहेको थियो मौसम पनि खासै ठिक थिएन अहिले पनि मौसम चाहिँ एकदम यस्तो छ है दामी छ हेर्नुहोस् आकाशमा बादल क्या राम्रो हामी दिदी र म चाहिँ उता के भन्छ एउटा काममा पसल गएर आएको अहिले भर्खर अनि दिदी हेर्दै हुनुहुन्छ होला भन्ने विश्वास गर्दछौँ र कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु पनि नबिर्सिनु होला हेर्नुहोस् पाहाडतिरको मौसम एकदम ठिक छ ल यस्तो क्लियर उग्रिरहेको छ अनि अहिले चाहिँ एकदम कति 2 जति बजिसकेको छ मौसमको मैले कुराहरू ओभरअल भनिहालेँ अनि दिदी के भन्नुहुन्छ यो समय उहाँलाई घामले पोलेछ घाम यस्तो लागिरहेछ हेर्नुहोस् पुरैसँगले त्यो माथि पुग्नुपर्ने पाहाडतिर चाहिँ यति घुमुङ जस्तो ठाउँ छ नि साथीहरू आम्मामा यहाँबाट हेर्छु म मास्तिर हेर्नुहोस् तपाईँहरू पनि एकदम दामी छ घुमुङ जाउँ टाइपको ल यतातिर यतिको हरियाली छ अनि त्यही हो साथीहरू भिडियो कस्तो लागिरहेको छ त्यस्तै प्रतिक्रिया दिन नबिर्सिनु होला भन्न चाहन्छु अनि अब ओभरअल दिदी चाहिँ अब भोलि जाँदै हुन्छ काठमाडौँसम्मको यात्रामा अब त्यसपछि एउटा भिडियो पनि बनाइदिने सँगै थाहा छैन त्यो चाहिँ पछि सम्झनाको लागि पनि हुन्छ कहिले बनाएको थिएन प्रायः म चाहिँ एकजना नै भिडियो बनाउँथेँ अनि अब चाहिँ अलिअलि 1-2जना गरेर भिडियो बनाउँदैछु भिडियो पनि ढिलो आइरहेको छ हप्ता 10 दिन 15 दिन जतिमा पहिला दिदी म भिडियो धेरै हाल्थेँ क्या महिना जतिमा जान्थ्यो होला जान्थेँ 5-7 अब त भिडियो पनि अस्ति त्यो 12 इक्जाम दिएपछि त भिडियो हाल्नु पनि पाएको छैन बनाउनु पनि त्यो अब एकै ठाउँ बसिरहेपछि भान्जाले भने जस्तो त्यो हुँदै रहेछ क्या त्यो कन्टेन्ट नै पाइँदैन त्यही छ साथीहरू ल यतातिर हेर्नुहोस् सबै बाँझो खेत छ यहाँनिर चाहिँ गाउँ लाउँछ भोलि पर्सि अनि पुरै एकदम हरियालीतिर चाहिँ भिडियो बनाउनु झनै दामी हुन्छ अहिले चाहिँ बजार पुगेर आएको अनि यताको ओभरअल कुरा यस्तै छ ल आइपुग्न लागिसक्यो हामी चाहिँ नजिकै छ एकदमसँगले ल मौसम मेरो त कपाल पुरै बाङ्गो भइरहेको छ मैले अस्ति नै भने यसको कुरामा चाहिँ धेरै यो कपाल पलाउला र पालौँला भनेको अस्ति निर्वाचनले झुटो पारियो भने कपाल बाङ्गो भइरहेको छ आइपुग्यो अब भिडियो यिनीहरू स्टप भयो हामी अस्तिर माछा मार्न जाँदा चाहिँ यहाँबाट लागेको थियौँ त्यो गन्डेउला भन्ने माछा खतरा माऱ्यो कुनै दिन जान्छु त्यहाँको भिडियोहरू पनि बनाउँछु अस्तिको अलिकति राखिदिएको थिएँ अनि त्यो पनि हेरिदिनु होला भन्न चाहन्छु A few moments later. ल साथीहरू फेरि हामी चाहिँ अस्तिको ठाउँमा जाँदैछौँ 2जना हिँड्दै फेरि पनि चाहिँ अलिक दिउँसो अघि चाहिँ थोरै भिडियो बनाउनु पाइनँ बेलुकाखेलिको मौसम एकदम क्लिन छ अघिको भन्दा चाहिँ अहिले पाहाडतिरको भिडियोहरू यहाँबाट गढी देखिन्छ नि दिदी उहाँ माथि के उहाँ गढी राति बत्ती अलिक देखिन्छ घाम चाहिँ पुरै चाहिँ त गइसक्यो जस्तो लागिरहेको छ अहिले हजुर यतातिर चाहिँ हेर्नुहोस् एकदम घरहरू बनाउनको लागि एकदम ठिक छ अस्ति देखाएको गार्डन चाहिँ यो गार्डन के भन्नु त्यसलाई उयो बुक्क जुत्ता होस् होइन जुत्ता काम पनि गर्नु ल यस्तै छ साथीहरू एकदमसँगले भिडियोहरू चाहिँ छोटो हुन्छ त्यही कति 15-17 मिनट हुन्छ होला अनि प्रतिक्रिया दिन नबिर्सिनु होला हामी चाहिँ थोरै काम अस्ति त्यो जग्गाको बारेमा उताबाट भेट्न चाहिँ जानुभएको छ अनि हामी चाहिँ यताबाट त्यहाँनिर त्यही ठाउँमा भेट्न जानुपर्ने छ त्यो मान्छेलाई टोपीले चाहिँ देखिएन होला अनि तिनीहरू जानेछौँ त्यही ठाउँमा के हुन्छ कुराकानी घाम आँखामा ठ्याक्कै परिरहेको छ केराको बिरुवा साना छ एकदम यो साइडमा चाहिँ घामले त हेट एकदम दामी छ हामी चाहिँ आइपुग्न लागिसक्यौँ अस्तिको ठाउँमा फेरि यता टिप्पर पुरै हिँडेर हेर्नु बाटो एकदम बिगारिरहेको छ क्या हिँड्थेन क्या उहाँ माथि कतापट्टि के बनाउँदै थियो त्यही भएर ठिकै छ त्यत्रो गएको त देखिँदैन
परेला हजुर परेला सानो बनाएको 3000 अनि यो पाराले त 30,000 जागिर खाएन त बुढी पाल्न गाह्रो हुने त्यो दिन लगाएन अनि त्यस्तो हुन्छ अहिले त गाह्रो छ है साथीहरू गाह्रो साधारण जागिर नखाइछ नसोच्नु होला अगाडि टिपर आउँदैछ फेरि उहाँ तलबाट ल बाटो चाहिँ अहिलेको अवस्था त्यस्तो छ यही बाटो अघि हेर्दाखेरि चाहिँ अघिभन्दा पनि अस्ति हेर्दाखेरि चाहिँ पुरै माटै माट्थ्यो अहिले भर्खर चाहिँ टिपरले माटो हालेर पानी हालेर गएको छ त्यही भएर हामी आएर यहाँ बसियो एकदमसँगले बस्दैछौँ भनेदेखि अब अस्तिको ठाउँमा म चाहिँ बसेर एकछिन सानो भिडियो बनाउनु पर्यो हावा एकदम सरर चलिरहेको छ यहाँनिर चाहिँ पहिले त्यो माथिबाट नहर आउँथ्यो योभन्दा कति 3-4 वर्ष पहिले मात्रै होला सायद यहाँ बनाएको यो माथि ड्याम बनाएको ड्याम जस्तै त्यहाँनिर चाहिँ पानको पात त्यो पहिलेको भिडियोमा हेर्नु छ होला अनि अहिले यतातिर चाहिँ पुरै जग्गा बनिएको रहेछ दामीसँगले चाहिँ तपाईँले लगाइदिए तापनि दिदी त्यहाँ हुन्छ भने म चाहिँ यहाँ बसिरहेको छु एकदमसँगले लगाइजु र हामी यहाँ बस्नु चाहिँ बस्यो एकदम बाख्रा हेर्नु बसे जस्तो भइरहेको छ एकदमसँगले यहाँनिर अनि बाख्रा चराउँदैछु उहाँ पर बसिरहनु भएको छ उहाँ पर हामी चाहिँ भेना जो उहाँ आउँदै हुनुहुन्छ हेर्नुहोस् है साथीहरू ल उहाँ आमा हेला हेला पहिलेको फिल्मको जस्तो क्या ल गाइजहरू बेलुकाखेरिको समयमा फेरि पनि जोडिसक्यो भनेदेखि हामी चाहिँ जाँदैछौँ कहाँदेखि कहाँसम्म भन्दाखेरि उतै माथि पसलसम्म भान्जा यता हेर आमामा आउट जाँदैछ हामी चाहिँ कपाल अहिले नकाट्ने भएर काट्ने भान्जा कपाल पनि काट्नु छ अब स्कुल लाग्नु थालिसकेको त्यही भएर हामी चाहिँ दुईजना जाँदैछौँ साथीहरू त्यो माथि ड्युलीमा आज चाहिँ उहाँ माथि पसल छ तपाईँहरू पनि देख्न सक्नुहुन्छ यो माथि 5 मिनट जाने अहिले पनि जानुपर्छ छोड्दैन ल बेलुकाखेरिको मौसम चाहिँ यस्तो दामी छ साथीहरू आम्माम घाम डुबिसकेको छ भनेदेखि हेर्नुहोस् ल यस्तो दामी छैन हामी बस्छौँ यहाँनिर हेर्नुहोस् ल आम्मामा जिजस हामी चाहिँ जाँदैछौँ यो अगाडितिर है साथीहरू ल के को लाज भिडियो बनाउनु भिडियोग्राफरहरू लजाएर हुन्छ यस्तो छ हेर्नुहोस् गाइजहरू मेरो गाइजहरू यस्तो छ ओभरअल यहाँको रोड फेरि हेर्नुहोस् विदेशको भन्दा कमको छैन यति राम्रो रोड छ नि साथीहरू यहाँ आम्मामा भान्जा हिँड्दैछ भान्जा यता हेर हामी चाहिँ जाँदैछौँ साथीहरू नाटे पसल पनि त्यही भएर म भन्छु एकदम इभिनिङको टाइम एकदम मजा भइरहेको छ हिँड्नको लागि हामी चाहिँ जानुपर्ने यहाँनिर हो आइपुग्न लागिसक्यो साथीहरू यस्तै छ हामी चाहिँ ग्रामीण चौक आइपुग्न लागि साथीहरू उयो पर चाहिँ ग्रामीण चौक यहाँनिर चाहिँ अनि यहाँबाट के चटपटेर के लानुपर्ने छ त्यहाँ चाहिँ खुल्ला रहेन रहेछ त्यही भएर एकदम दामी फुलहरू फुलेछ चटपटे किनेर पनि फर्किसक्यो दिउहरू किनेर पनि भान्जाले चाउचाउ छ भने अब लेमिनेसन गर्नुपर्ने छ एक ठाउँमा चाहिँ उतै पर्दो होला सायदै मलाई लाग्छ अनि त्यसपछि गएर भेट्ने चाहिँ यो चाहिँ नयाँ पोज है मेरो यो पुरै भिडियो बनाउने यसरी सिधा तलतिर हेर्ने मासतिरबाट स्याल हेर्नुहोस् तराईको उयो भनेकै यो गहना भनेको स्याल नै दुईजना हिँड्दैछौँ ल हामी चाहिँ फोटोकपी गर्ने ठाउँ आइपुग्यो यिनीहरू एउटा काम छ थोरै त्यसपछि फेरि भेटौँला साथीहरू है त पहिले चाहिँ एकछिन हलमा लिनु पऱ्यो ल हामी चाहिँ विदेशको रोडमा छ है साथीहरू विदेशको रोडमा एकदम यस्तो दामी रोड छ है आमाम घाम डुबिसकेर रात परिसकेको अवस्था छ भनेदेखि हामी चाहिँ पुरै हिँड्दैछौँ यहाँ मामा भन्छ ल अगाडि तिमी अलिक अगाडि जाऊ त अलिक कुद त अब ल ठिक छ आमा हिरोको हिँडाइ भयो हिरोको हिँडाइ हो फेरि हिरोको हिँडाइ भयो भनेदेखि ल गाइजहरू विदेशको रोडमा छौँ हामी चाहिँ विदेशको रोडमा छौँ है हामी चाहिँ अनि किनेर सबै कुरा फर्किसकेको रात परिसकेको अवस्था छ एकदम यस्तोसँगले आमा जिजस फेरि अघि धुन यो चाहिँ मेम हो मेम के लाग्यो साथीहरू घर पनि आउन आँटिसक्यो अनि भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिन नबिर्सिनुलाई भन्न चाहन्छु म तपाईँहरूलाई है त ल यता हेर भन्छ यहाँ मुहार नढाको नमुहार सिङ्गारले चन्द्रमा पनि दारको हुन्छ आइपुग्न लाग्यौँ घर कसले छ
घुम्दै घुम्दै हजुरको घर आँगनमा आइपुगेका छौँ हामी तिमी घुमी नाची हाँसी खेली उफ्री ल आइपुग्यौँ साथीहरू हामी चाहिँ ल रात परिसकेको छ अनि भिडियो चाहिँ आजलाई यति नै छोटो नै भयो आई होप तपाईँहरूलाई मन पऱ्यो भन्ने चाहन्छु र आजलाई भिडियो चाहिँ यति नै साथीहरू खासै धेरै भिडियो पनि बनाउनु पाइने यतातिरको 10 मिलियन सब्सक्राइब गरिदिनु होला आमा 10 मिलियन त्यही भएर आजलाई चाहिँ भिडियो यति नै सबैजना मान्छे यताउता देखिरहेको छु किन घुमिरहेछ भनेर हेरिरहेको छु अनि अर्को भिडियोमा भेटौँला साथीहरू त्यतिखेरसम्मको लागि स्टे ट्युन भन्न चाहन्छु अनि कस्तो लाग्यो त्यस्तै यस्तो कमेन्ट पनि दिनु होला भन्दै आजलाई भिडियो चाहिँ यति नै साथीहरू यिनीहरू इन्ड गरेँ अर्को भिडियोमा भेटौँला सी यू नेक्स्ट भ्लग